धन्यवाद मैम। आजको फेयरवेल कार्यक्रममा फेयरवेल कार्यक्रम र हाम्रो होलीको शुभकामना कार्यक्रममा मेरो तर्फबाट र मेरो स्कुलको तर्फबाट हाम्रो 10 क्लासका विद्यार्थीहरूलाई हाम्रो पनि रहेको छ। अर्को कुरा रहेको छ कि यो फेयरवेल कार्यक्रम हाम्रो स्कुलले फर्स्ट चोटि स्थापना गरेको छ र हाम्रो स्कुलमा यो फर्स्ट चोटि कार्यक्रम भइरहेको छ। अहिले फर्स्ट ब्याच यो रहेको छ अनि मेरो दिलबाट के छ कि हाम्रो यो 5 जना विद्यार्थी सुरेन्द्र, ऋषिराज, सोनी, खुशी र आकाश, यो 5 जना विद्यार्थी हाम्रो स्कुलको फर्स्ट ब्याच रहेको र यो सीमा राम्रो नतिजाले पास गरोस् र मेरो इच्छा र मेरो भगवानसँग यही प्रार्थना रहेको छ र मेरो स्कुलको प्रगति होस्। अर्को कुरा रह्यो कि यिनीहरू पढेर राम्रो एउटा स्थानमा पुगोस् भन्ने मेरो तर्फबाट यही कुरा, मेरो दिलबाट पनि यही आशीर्वाद रहेको छ उनीहरूलाई। अर्को कुरा रह्यो जे जति हामी यो 10 क्लास पछि गरेको र केही विद्यार्थीलाई रुलाएको, केही विद्यार्थीलाई मन दुखी गरेको हामी शिक्षक गुरुहरूलाई उनले शिक्षा दिने क्रममा भएका कुराहरूलाई उनीहरूलाई नसम्झी आगामी आउनेवाला बाटोलाई रोज्नुस् र राम्रो प्रगति होस् र उनीहरू राम्रो बाटोमा जाओस् भन्ने मेरो प्रत्येक दिन कामना रहेको छ। अर्को कुरा म भन्छु, एजुकेसन इज नथिङ बट फर्मेसन अफ हेबिट। शिक्षा केही छैन, बानीको विकास हो। यही कुरालाई राख्दै यिनीहरूको हरेक मन्तव्य, हरेक पाइला जुन परोस् राम्रो स्थानमा परोस् र राम्रो यिनीहरू पद पाओस् र भविष्यमा राम्रो होस् भनेर मेरो स्कुलको पनि नाम, शिक्षकको नाम र उहाँको बुवा आमाको पनि नाम होस् भने म कामना गर्दै